सूचना नमस्कार, मेरो नाम ऋषिराम। म आज एउटा घटना लिएर आएको छु। यो खबरले मलाई निकै नै आकर्षित बनायो। भिडियो नबनाम भन्दाखेरि पनि मलाई बनाउन मन लाग्यो। मेरो गाउँकै आफ्नै घटना हुनाले, गाउँघरकै घटना हुनाले केही एक हप्ता अघिदेखि हराएका दीपक विकले अनि एक हप्ता अघि हराएको खबरले आज इन्डियाको पानीपत भन्ने ठाउँमा भएका खबर पाएका छौं र केही दिन अघि अरूको श्रीमती लिएर फरार भएका दीपकलाई जसरी भए पनि सम्पर्कमा आइदिनु होला पनि भन्न चाहन्छु मैले। किनकि घरमा बच्चाको बिचल्ली र उहाँ महिला जुन दिदी हुनुहुन्छ उहाँको पनि घरमा 3वटा छोराहरू भएका हामीले जानकारी पाएका छौं र यहाँ एउटा तुषारपानीको हुनुहुन्छ र एउटा घोडा गाउँको हुनुहुन्छ। यहाँहरूलाई कसैले देख्नु भएको छ भने प्लिज इन्डियामा कसैले देख्नु भएको छ पानीपत सनीपततिर मेरो साथीहरू अथवा फेसबुक पेज जति पनि मेरो साथीभाइ दाजुभाइ तथा दिदीबहिनीहरू हुनुहुन्छ उहाँहरूले यो भिडियो सक्दो सेयर गर्नुलाई पनि भन्न चाहन्छु। किनकि घरमा बच्चाको बिचल्ली र अनि यो अब एउटा चार भटारे भनौँ एउटा भएका एउटा भाग्ने त भगाउनेको कुरा छ यहाँ। किनकि भगाउनेको नाम पनि दीपक र भाग्नेको बुढाको नाम पनि दीपक भएको हुनाले अलिकति कन्फ्युज भइरहेको छ। यदि यहाँ यो दुईजनाले कतै देख्नु भएको छ इन्डियाको कुनै जुनसुकै कुनामा कसैले देख्नु भएको छ भनेपछि म एउटा स्क्रिनमा एउटा नम्बर छोड्दैछु। यो नम्बरमा मलाई कन्ट्याक्ट गरी मलाई बताउन सक्नुहुन्छ भन्न अनुरोध गर्न चाहन्छु। मेरो फेसबुकमा, मेरो युट्युबमा, मेरो टिकटकमा जति पनि मेरो साथीहरू हुनुहुन्छ, मेरो फ्रेन्डहरू हुनुहुन्छ उहाँहरूलाई अनुरोध गर्न चाहे मैले। किनकि एउटा फ्यामिलीको कुरा हो हैन। घरमा एउटा बुढी हुँदै छोराछोरी हुँदै गर्दा धेरै वर्षपछि बिहा गरेको धेरै वर्षपछि अरूको श्रीमती लिएर भाग्ने अनि घरमा अब एक हप्तादेखि सम्पर्कमा नआइदिएको हुनाले आज इन्डियाको हरियाणा पानीपतमा भएको हामीले खबर पाएका छौं। यति पानीपतमा मेरो साथीहरू